पनि धनीमा आउनु हुँदैन। माघे सङ्क्रान्तिको तरुल खान्ने कार्यक्रम भइरह यहाँ हेर्नुहोस् है कत्रो तरुल छ। कति किलो होला यार? 20 किलो दिउँ होला, एउटा कुरा 20 किलो त होला। यत्रो तरुल फलेको छ। माघे सङ्क्रान्ति भनेको चाहिँ अब विशेष गरी तरुल खाने पर्वको रूपमा मनाइन्छ हामी। अब त्यो पनि कसरी भन्दाखेरि पुष महिनामा पकाएर माघ महिनामा खाने भन्ने प्रचलन छ। त्यो कसरी भन्दाखेरि पुषको अन्तिम दिन पकाएर राखेर भोलि माघको पहिलो दिन चाहिँ खाने गरिन्छ। त्यसको लागि चाहिँ अहिले तरुल खाने काम भइरहेको यहाँ जोरदार। थौल्या ठुलोको पालो, ठुलो तरुलको पालो। यस्तो ठुलो निस्केको छ यो चाहिँ। आमा 30 किलो मिहिन त यत्रो ठुलो है। कति 1 वर्ष 2 वर्ष हो मलाई, 2 वर्षको हो। अझै दिन जम्मै तावा मलाई नि जम्माउनु चुम्मा त्यहाँ हुने कुरी फेरि उहाँ दूर चुनिया थिमर मिली हम ना पूरी पारे में हमले ता सीधे धारण भइजा होला नि म कि ताला बा क्रीम ने थलो ताचो भेटी बिटी भगनो ये चाहिँ टी हो वा तर यस्तो जाडो या म पनि खाना यो जो भित्र सुरक्षित चाहिँ डिडी वादा अरु तरकारीहरु फल्दैन नि त तर त्यो तरुलहरु चाहिँ सुरक्षित भएर बस्दै रहेछ भित्र पुरै ल सबभन्दा मूल देउता ओके साले आसान में मनाबे आसान हो सँग खतरा तै तम न चल्लिसुगा जनता पछि झन् यस्तो मज्जरी के त्यो सुक्खा हुँदै जान्छ के पकाउने पछि ड्राई भएपछि चाहिँ आफूले थिदिल बनाउनु त एकैचोटि त सक्दैन होला नामले बोल गऱ्यो होला सालेमी हात कमसे कम 40 किलो भन्दा मैले 50-60 किलो भइसक्यो होला तरकारी पनि चम्रो तरकारी पनि खाने रहेछ यस्तो त बेर तरकारी पसल त बिले बनाउने कतै डेन्जर 1 क्विन्टल त्यही त हो